ल आज चाहिँ हामी चाहिँ टोइजल रिभर वाक चाहिँ वकिङ गर्नको लागि चाहिँ हिँडिरहेको छु। आजको मेरो फ्रेन्ड भनेको चाहिँ यहाँ छ। आजको मेरो टोइजल रिभर वाकको गाइड पनि हो है। टक्क अब हामी दुईजना घुम्दैछौँ। आज कस्तो हुन्छ आजको घुमघाम तपाईँहरूलाई पनि देखाइदिनेछु होइन। अरू केही छ हैन? ल ठीक ल अब हामी चाहिँ यो टोइजलको टाउन आउनु लाग्यो। हामी चाहिँ टोइजलको टक्क टाउन चाहिँ क्रस गरेर चाहिँ पुरा हामी सर्टकट बाटो युज गर्छौँ। सर्टकट बाटो हुँदै 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 आजको चाहिँ टोइजल रिभर वाक गरेर चाहिँ आउँछौँ। टोइजल यहाँनिर टोइजल मेडिकल हुँदै 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 यो के फायर के भयो फायर स्टेसन यहाँनिर छ। हाई कन्ट्री आउँछौँ तल हाई कन्ट्री। त्यसपछि हामी त्यसको अलि तलतिर के छ फोर स्क्वायर छ मेन टाउन। ल अब हामी चाहिँ टाउन आइपुगि नै सक्यो। तल यहाँनिर फोर स्क्वायर देखिरहेछ। सानो फोर स्क्वायर हो। त्यसको अपोजिटमा चाहिँ ठ्याक्कै रुखको पछाडि यो सुपर लिगको आएछ। अनि हामी चाहिँ यो बाटो जान्छौँ। आजको मौसम खासै त्यस्तो राम्रो घुम्नका लागि वकिङ गर्न हाइकिङ गर्नको लागि त्यस्तो राम्रो मौसम त छैन। त्यही पनि अब हिँडिरहेको छु चिसो चिसो मौसममा ज्यानलाई तातो तातो बनाउनको लागि वकिङ गरिरहेको छु। अब कस्तो हुन्छ हेरौँ। यहाँनिर चाहिँ टोइजलको फ्युल सेन्टर छ। त्यसपछि हामी चाहिँ ग्यास स्टेसनबाट हामी चाहिँ उता जाने होइन तलतिर तल गाडी आइरहेछ। टक्क हामी उता जान्छौँ। तलतिर गइसकेपछि यो अर्को ठुलो फोर स्क्वायर यतातिर छ। म चाहिँ अहिले टोइजलको टाउनको मेन सेन्टरबाट भिडियो गरिरहेको छु। यहाँनिर चाहिँ पब्लिक टोइलेट छ। यसको पछाडि पोस्ट अफिस छ। अनि यहाँनिर फोर स्क्वायर भयो। यो टोइजल कम्युनिटी सेन्टर भयो। यो बास्केटबल कोर्ट भयो। यो पछाडि स्कुल खेल्ने ठाउँहरू बच्चाहरू यतापट्टि क्याफे रेस्टुरेन्टहरू छ। ल अब चाहिँ हामी चाहिँ करिब रिभर वाक आइपुग्नु लाग्यो। अनि टोइजलको स्कुल चाहिँ यहाँनिर छ। यो चाहिँ टोइजलको स्कुल हो। बिस्तारै हामी चाहिँ रिभर वाकतिर लागिरहेछौँ। यो टोइजलको स्कुल सँगसँगै यहाँनिर चाहिँ स्विमिङ पुल पनि छ। अनि यहाँ प्ले ग्राउन्ड भइहाल्यो। ल अब हामी चाहिँ करिब रिभर वाकको नजिकै आइपुगिसकेका छौँ। अब हामी जाने भनेको यता हो बाटो। वाउ टोइजल वाक वे भनेर आइ नै सक्यो। त्यहाँनिर बोर्डमा लेखेको छ। टक्क आज हामी चाहिँ वकिङ गर्छौँ। यहाँ हामी चाहिँ टोइजल वाक वे चाहिँ यता छ। यतातिर जान्छौँ हामी अब चाहिँ। ल टोइजल रिभर रिजर्भ भन्ने रहेछ। यहाँबाट हामी भित्र छिर्छौँ। वाउ यति राम्रो छ कि यहाँनिर।
ल अब चाहिँ हामी चाहिँ टक्कसँगले यो बाटो हुँदै 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 यसरी वाकिङ गर्छौँ आज चाहिँ। ल अब चाहिँ वाकिङ सुरु भएको छ हाम्रो। यति मजाले वाकिङ गरिन्छ कि आज यति मजाले वाकिङ गरिन्छ। दामी ठाउँ छ, यस्तो राम्रो ठाउँ छ। जङ्गलमा टक्क वाकिङ गर्दै 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 यो बाटो हामी चाहिँ यो पछाडि देखिरहेछ। यो बाटो सरर हिँड्दै 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 यता जान्छ हामी चाहिँ। नर्बु के छ खबर? ठिक छ। दामी ठाउँ छ यार यहाँनिर। हेरेर नि कस्तो आनन्द लाग्ने छ। रुनु नहोला। हेर्नु दामी देखिरहेको छ। चिसोमा नि हिँड्नु मजा आउँछ नि त। के लेखेको छ हेरौँ, कता कता गयो भने ट्रेन हो। यताबाट चाहिँ सर्टकट ट्र्याक गयो भने यता रहेछ। रिभर उता रिभरतिर जाने यता, सर्टकट जाने यता। यता लेखाएर चाहिँ यसरी यो कता कता जाने हो। ए भरे फर्किने बेलामा यो बाटो आयो भने यता जाने रहेछ। ल ठिक छ। अब हामी जाने भनेको बाटो चाहिँ यताबाट रिभर जाने हामी चाहिँ। यस्तो राम्रो आनन्द मौसम छ, यति राम्रो नेचरल यस्तो राम्रो छ। हामी माछासम्म यस्तो दामी ठाउँ छ यो। पुरै दामी छ। यति दामी छ, यति दामी छ कि ट्रोइजलको यो रिभर चाहिँ यस्तो छ। ट्रोइजलको यो चाहिँ रिभर। यो चाहिँ ट्रोइजलको रिभर हो। आज हामी चाहिँ ट्रोइजल रिभर वाक गर्दैछौँ। ट्रोइजल रिभर वाक। वाउ 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 यस्तो आनन्द आउँछ कि यस्तो ठाउँमा घुम्नको लागि चाहिँ धेरै आनन्द आइरहेछ। ल आजको वाकिङ दामी हुँदैछ। के छ मजा आइरहेछ? अघि त्यो पानीमा माछा रहेछ हो। तर मजा भयो आज। खोला खोला कता कता हुन्छ आज चाहिँ। यो ओपन ट्रेलको आसपास मजाले घुम्ने हो, माइन्ड फ्रेस गर्ने हो। टक्क अनि लन्च टाइममा घर जाने हो होइन, अनि टक्क लन्च गर्ने। यस्तो दामी छ कि यहाँनिर। हो वाह ओइ ट्रोइजल रिभर वाक चाहिँ यस्तो छ। दामी छ यार। जति यहाँनिर आसपासमा बसिरह्यो त्यति बसिरहनु लाग्छ। यहाँबाट चाहिँ क्रस गर्न नमिल्ने रहेछ। फेरि मासतिर जानु पर्यो फर्केर।
गएको बाटो यति राम्रो छ यति राम्रो छ सकेसम्म चाहिँ सधैँ बिहान बिहान मर्निङ वाकमा चाहिँ आउनु पायो भने यस्तो दामी बाटो छ यहाँनिर नमस्ते डोगिया ल भन्नु त यो चाहिँ कुन ठाउँ अरे अहिले हामी हिँडिरहेको चाहिँ क्वाइजल रिभर वालकोए राइट ओके यति मजा आउँछ हिँड्न बिहान बिहान नि होइन आइरहेको छ कि छैन मजा अल गुड पछाडि पनि त्यतिकै मजा छ पछाडि पनि त्यतिकै मजा छ यो वालकोएमा साइक्लिङ गर्नुको लागि यस्तो आनन्द आउँछ कि घुम्नको लागि हेर्नु यति मजा आउँछ हुन्छ कि यहाँ यार जति बनाएर क्वाइजल रिभर लभ आजको हाम्रो रिभर वक चाहिँ करिब सक्यो अब बिस्तारै हामी घर फर्किँदैछौँ अब यो पछि केही अब टाउनहरूको भयो भने भिडियो बनाउने नभए आजलाई यति नै पनि हुनसक्छ र अर्को फेरि यस्तै राम्रो नयाँ ठाउँको भिडियो चाहिँ हामी चाहिँ बनाउँछौँ होइन त ल ठिक छ